लुम्बिनीको परिसरमा छौँ हामी। यो चाहिँ लुम्बिनीको यहाँ चाहिँ ध्वजा पताउनु छ। यहाँ चाहिँ ध्यान कार्यक्रम भइरहेको छ। यहाँ भक्तजनहरू यहाँ हुनुहुन्छ र चाहिँ यो भक्तजनको यो अगाडिको चाहिँ महादेवी मन्दिर र अशोक स्तम्भ देखिन्छ। अगाडि पुरातत्व वस्तुहरू छन्। यहाँ हामी भर्खरै अहिले चाहिँ महादेवीको मन्दिरभित्र छिरेर आयौँ। त्यहाँ गएर यहाँ पाठहरू भइरहेका छन्। भक्तजनहरू प्रार्थनामा लिन हुनुहुन्छ। यो एउटा चाहिँ हाम्रो नेपाली भगवान् बुद्ध नेपालको पुत्र भएर चाहिँ संसारभरि आफ्नो चाहिँ ज्योति फैलाउनु भएको छ। हामी यसमा गर्वमण्डित छौँ। जय श्री गौतम बुद्धको जय होस्। बुद्धं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि, सङ्घं शरणं गच्छामि, बुद्धं शरणं गच्छामि। हुन्छ यो हाम्रो चाहिँ के भन्छ लुम्बिनीको महादेव देवी मन्दिरको परिसरमा हो। पर महादेव मन्दिर पनि देखा पर्दछ। उहाँ चाहिँ त्यहाँ पर चाहिँ के ऊ चाहिँ अशोक स्तम्भ पनि छ। हामी यहाँ परिक्रमा गर्दैछौँ र हाम्रो एउटा गर्वको विषय पनि हो। र हामी चाहिँ अब यहाँ परसम्म गएर हेर्दैछौँ। भक्तजनहरू दर्शनार्थीहरू चाहिँ देश विदेशका संसारभरिका देखिनुहुन्छ उहाँहरू यहाँ। त्यस कारणले एउटा हामी सबै यो गर्वको विषय हो। जय बुद्धं शरणं गच्छामि, जय बुद्धं शरणं। हामी महादेवको मन्दिर पर छ। एउटा अलौकिक हामीलाई आभास भइरहेको छ। एउटा महत्त्वपूर्ण चाहिँ अवसर हामीले पाएका छौँ। गर्वशाली हौँ, भाग्यशाली हौँ। र यो हाम्रो चाहिँ भक्तजनहरूले चाहिँ देखाउनु भएको श्रद्धा आस्थाको चाहिँ भनेको पर चाहिँ ठुलो पिपलको बोट छ। त्यहाँ हामी एकछिन बसेर भगवान्प्रतिले आराधना गरेर आयौँ। जय गौतम बुद्धम, जय बुद्धम शरणं गच्छामि, बुद्धं शरणं